Life is okay. आज हेर कान्छी एक्लो भएको छु तिम्रो यादमा सिरानी बितिरहेको छ लास्टै अब भयो तिमी मलाई नसम्झी त हुन्छ अनि म पनि तिमीले सम्झिदिन तिमीले मलाई च्यातेको पेपर जस्तो फ्याली गयो म चाहिँ त्यो पेपर पनि टिपिरह्यो अनि तिम्रो माया लास्टै लागिरहेछ कान्छी कसरी रुनु तिम्रो लागि फनी रातभरि तिम्रो लागि रुइदिन्छु अनि दिनभरि खुसी हुँदै हिँडिदिन्छु तिम्रो याद आइरहेछ कान्छी धेरै खै कसरी व्यक्त गर्नु यो कुराहरू कसैलाई सम्झाउनु छैन यो कुराहरू धेरैजनाले छाडी गयो अब कसरी मेरो सपना पुरा गरौँ लाग्छ अब सपना पुरा गर्नुको सट्टा बाटोतिर चोट खाँदै हिँडिदिन्छु बाल छैन मान्छेले कसैको बाल छैन अब फ्यालिदिन्छु यो जिन्दगी पनि सुसाइड गर्नु मन लाग्छ खै कसरी गरौँ सुसाइड पनि यस्तै पो जिन्दगी सुसाइड गर्न सक्दिनँ नि अनि सबैको याद आउँछ मलाई पनि कसैको आउँदिन भन्दिनँ पनि म पनि लास्टै गाह्रो परिरहेको छ मलाई पनि तिमीले त छाडे गयो अब कसरी व्यक्त गरौँ यो कुराहरू पनि तिमीले ट्रस्ट गर्छु भन्थ्यो तर यही हो ट्रस्ट मैले पनि तिमीले ट्रस्ट गरिरह्यो खोइ त यही हो ट्रस्ट भयो ट्रस्ट नगर्दै ठिक रहेछ अब ट्रस्ट गर्दा भयो त मरेको ठिक रहेछ कसरी बुझौँ मेरो लेखेको कुराहरू तिमीले सक्दिन अब फिचाउन मेरो कुराहरू लास्टै गाह्रो परिरहेको छु कसरी मर्नु अब मर्नुभन्दा पनि तिम्रो त कुरा गर्ने मान्छे होला तर मेरो छैन नि कुरा गर्ने मान्छे हुँदा तिमी किन छाडी गएको नि माया गर्थे लास्टै धेरै तिमीले बुझेन माया गर्दा किन लास्टमा छाडी गएको तिमी नि यस्तै भयो लाइफ अब कसरी बाँच्नु भयो अब बाँचेर कसरी हिँड्नु देख्नु